नमस्कार, टुडे न्युजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्युज सुरु गरौँ नेपालकै जडीबुटी कोरोना विरुद्धको औषधिका लागि परीक्षण सम्बन्धी प्रसङ्गबाट। कोरोना भाइरस विरुद्धको खोप बनिसकेको अवस्थामा नेपालमा संक्रमितका लागि आयुर्वेदिक औषधिको क्लिनिकल परीक्षण सुरु गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले परीक्षण कार्यको नेतृत्व गरिएको छ। परिषदका कार्यकारी प्रमुख डाक्टर प्रदीप गेवालीले औषधिको प्रभावकारिताबारे रिपोर्ट आइसकेको जानकारी दिए। एक साता अघि क्लिनिकल ट्रायल सुरु भएको हो। कार्यकारी प्रमुख डाक्टर गेवालीले भने अहिले त्यसको फ्लो अफ गरिसकेका छौँ। उनका अनुसार काठमाडौँ उपत्यका बाहिर जनकपुर प्रादेशिक अस्पताल, वीरगञ्ज स्थित कोभिड अस्पताल र रूपन्देही स्थित भीम अस्पतालमा क्लिनिकल परीक्षण चलिरहेको छ। औषधिको सकारात्मक प्रभाव परेको र मृत्यु दर घटाएको चिकित्सकको दाबी छ। राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्र विकास समितिका अध्यक्ष डाक्टर देव बहादुर रोकाले कोरोना विरुद्ध आयुर्वेदिक औषधिको प्रयोग प्रभावकारी भएको जानकारी दिए। ट्रायल परीक्षण प्रभावकारी देखिएको छ। दाङमा मंगलबार बेलुकी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएका 3 जनाको शनाखत भएको छ। मृत्यु हुनेमा राप्ती गाउँपालिका 5 सिंहनियाका 16 वर्षीय मनोज गाह, वार्ड नम्बर 3 लालटमिनियाका निवासी 18 वर्षीय कसम पुन्न, वार्ड नम्बर 8 पिप्रही निवासी 18 वर्षीय दिनेश धरती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी सुमित खड्काले जानकारी दिए। पूर्व पश्चिम राजमार्ग अन्तर्गत लम्ही भालुवाङ सडक खण्ड राप्ती गाउँपालिका 4 मौरी घाटमा ट्रकले मोटरसाइकल ठक्कर दिएको थियो। मोटरसाइकलमा सवार 3 जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना 6 ख 3344 नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ आइरहेको रा 5 ख 6634 नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो। ट्रक पनि अनियन्त्रित भएर खोल्सामा पल्टिएको थियो। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बोक्सीको आरोपमा महिलालाई गाली गलोज र कुटपिट गर्ने 3 जनालाई पक्राउ गरेको छ। बोक्सीको आरोप लगाउने र महिलामाथि कुटपिट गर्ने 2 फरक घटनामा संलग्न 3 आरोपीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डीएसपी सुमित खड्काले जानकारी दिएका छन्। कार्तिक 15 गते राति मदिरा सेवन गरेर तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर 5 निवासी 30 वर्षीय एक महिलालाई सङ्गीत नगर टोलका देव बहादुर परियारले बोक्सी भन्दै गाली गलोज र हातपात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पीडित महिलाले दिएको जाहेरीका आधारमा परियारलाई पक्राउ गरेको डीएसपी सुमित खड्काले जानकारी दिएका छन्। त्यसैगरी कार्तिक 21 गते घोराई उपमहानगरपालिका वार्ड नम्बर 16 निवासी 2 महिलालाई बोक्सीको आरोप लगाउँदै गाली गलोज गर्ने थप 2 महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। स्थानीय 45 वर्षीय नुमत्ती महरा र 28 वर्षीय दिपा पाठा मगरले धामी झाँक्रीको भेषमा कामदै ती 2 महिलाको घरमै पुगेर बोक्सी भन्दै गाली गलोज गरेको पीडितले जाहेरीमा उल्लेख गरेका छन्। दुवै घटनामा पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए। लोकसेवा आयोगले निजामती सेवातर्फ विभिन्न प्राविधिक पदका विज्ञापन आह्वान गरेको छ। बुधबार आज विभिन्न सेवा समूहका झण्डै 300 पदका लागि आयोगले विज्ञापन प्रकाशित गरेको हो। आयोगलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ 7औं 8औं तह र निजामतीतर्फ राजपत्रित तृतीय क्षेत्रको अधिकृत पदपूर्तिका लागि
केही समय अघि माग पठाए बमोजिम विज्ञापन आह्वान गरिएको हो। आयोगले 70% खुल्ला र 30% आन्तरिक बढुवाको विज्ञापन आह्वान गरिएको जनाएको छ। आयोगका अनुसार स्वास्थ्य सेवातर्फका धेरै जसो पद स्थानीय तहमा समायोजन भई गरिएको यस पटक केन्द्रमा न्यून सङ्ख्यामा मात्रै माग गरिएको छ। निजामती सेवातर्फ पनि न्यूनतम सङ्ख्यामा कर्मचारी माग गरिएको छ। टुडे न्युजमा एकैछिन व्यावसायिक विश्राम। यसपालि आउन नमिल्ने भयो आमा। यो दसैँमा निधार खाली नै हुने भयो। दसैँमा निधार खाली राख्न हुन्न नि बाबु। हाँस्दै खेल्दै सानो सानो खुसीमा भुल्दै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै नयाँ साथी बनाउँदै विशाखोलाई मनाउँदै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै। नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोको फन। चोको 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 फन। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, सङ्घर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन के, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौ न बसौ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनु भयो होला? सिमेन्ट चाहियो त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? चुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउ कि कुन चाहिँ वाला? आशा हो तिमी मेरो, भरोसा हो तिमी मेरो, तिमी नै हौ सपना अटुट, तिमी सहयात्री मेरो। टिभीएस बाइक वा स्कुटर किन्नुहोस् र जित्नुहोस् स्योर सर्ट रु 9,000 सम्म वा 0% ब्याज दरमा फाइनान्स वा बजार मूल्य भन्दा थप रु 15,000 सम्म एक्सचेन्ज बोनस पाउनुहोस्। साथै बम्परमा किने पनि नकिने पनि अपाचे RR 310 जित्नुहोस्। टिभीएस, दशैंको आशा। नाममै यसको शक्ति छ, नाममै संगीत छ, नाममै पहिचान छ, नाममै यसको जीत। तानसेन ओपिसी सिमेन्ट। विश्रामपछि स्वागत छ। अब बाँकी प्रसङ्ग। मुलुकमा सबैभन्दा धेरै विद्युतको माग तिहारको समय अर्थात् खास गरी जमा लक्ष्मी पूजा हुने विषयलाई दृष्टिगत गर्दै विशेष योजना बनाउने भएको छ। हरेक वर्ष सबैभन्दा उच्च विद्युत माग हुने तिहारको लक्ष्मी पूजाको दिन विद्युत व्यवस्थापनको सवाल चुनौतीपूर्ण हुँदै आएको छ। यो पटक लक्ष्मी पूजाका लागि नेपाल विद्युत प्राधिकरणले झिलिमिली कायम राख्ने गरी तयारी अगाडि बढाएको जनाएको छ। प्राधिकरणका निमित्त कार्यकारी निर्देशन हितेन्द्र देव साक्यले आन्तरिक उत्पादन र
भारतबाट आयात गरेको लक्ष्मी पूजाका लागि विशेष योजना बनाएको बताउनुभयो। 4 वर्ष अघिका अधिकांश लक्ष्मी पूजाका दिन लोड सेटिङ हुने भएपछि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशन कुलमान घिसिङले यस दिनदेखि अनपेक्षित रूपमा लोड सेटिङ अन्त्य गर्नुभएको थियो। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। नेपालका लागि पूर्व भारतीय राजदूत मन्जीभ सिंह पुरीले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणलाई नेपालमा निकै स्वागत गरिएको बताउँदै यो भ्रमणले दुई देशबीचमा निरन्तर उच्च तहको भ्रमणको बाटो खुल्न सक्ने बताएका छन्। भारतीय पत्रिका द ट्रिब्युनमा भारतीय सेनापतिको नेपाल भ्रमणको सन्दर्भमा एक लेख प्रकाशित गर्दै राजदूत पुरीले नेपाल र भारतको सम्बन्धमा कुनै पनि खालको दूरी हुन नहुने समेत बताएका हुन्। उनले भनेका छन्, भारतको सेनाले प्रमुखलाई आक्रमण गर्ने नेपालको गेस्चर र त्यसलाई स्वीकार गर्ने भारतको निर्णयले द्विपक्षीय नियन्त्रित कुराकानी सुरु गर्ने पारस्परिक चासोलाई सङ्केत गर्छ। उनले रका प्रमुख सामान्य कुमार योग्यले जस्तै सेनापतिको भ्रमणले पनि मिडियाको स्वाभाविक ध्यान आकृति गर्ने स्वाभाविक भएको समेत बताएका छन्। उनले नेपाली र भारतीय सेनाबीच विशेष सम्बन्ध रहेको बताउँदै दुवै देशका सेनाको सहयोगलाई विस्तृतिमा उल्लेख गरेका छन्। अन्य भारतीय कूटनीतिक जस्तै पुरीले पनि लेखमा नेपालमा चाइना कार्ड खेल्ने गरेको र प्रधानमन्त्री केपी शर्मा ओली भारत विरोध राष्ट्रियवादको आडमा सत्तामा आएको उल्लेख गरेका छन्। नेपालमा राजदूत रहँदा धेरै नबोल्ने र नेपालको राजनीतिक मामिलामा हस्तक्षेप नगर्ने दाबी भएका पुरीले राजदूतको कार्यकाल सकिएपछि भने नेपालको बारेमा आलोचनात्मक विचारहरू लेखिएका छन्। भारतको बिहार राज्यमा फेरि एकपटक जनता दल युनाइटेड एनडीएको सरकार बन्ने निश्चित भएको छ। 243 विधानसभाको लागि भएको चुनावमा एनडीएले 125 सिट जितिसकेको छ। बहुमतका लागि चाहिने 122 सिटको आँकडा पार लगाउँदै भाजपा र जनता दल युनाइटेडको गठबन्धन एनडीएको सरकार बन्ने पक्का भएको हो। एनडीएको टक्कर दिने महासंगठन बन्धनले 110 सिटका जित निकाल्ने भएको भने जेडीयूले 43 सिटका जितेको छ। अहिले पनि मतगणना चलिरहेको छ। बिहार विधानसभाको 3 चरणमा चुनाव सम्पन्न भएको थियो। कोरोना भाइरसका कारण चुनावको नतिजा प्रकाशनमा यसपटक केही ढिलाइ भएको निर्वाचन आयोगले जनाएको छ। कोरोना भाइरसका कारण सामाजिक दूरी कायम गर्नुपर्ने जनाउँदै यसपटक मतदान केन्द्रको सङ्ख्या 72,723 वटा थप गरिएका कारण पनि चुनावी मतदानमा ढिलाइ भएको समाचार छ। यस चुनावमा 3,755 जना उम्मेदवार रहेका थिए। चुनाव आयोगले अहिले 55 वटा मतगणना स्थलको व्यवस्था गरेको छ। बिहारमा गएको अक्टोबर 28, नोभेम्बर 3 र नोभेम्बर 7 मा गरी 3 चरणमा चुनाव भएको थियो। हवस् त, यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नुहोला टिभी टुडे। नमस्कार।